हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। हजुरहरू सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ नि म आफ्नो विशेष क्लासमा जान लाग्छु। यो चाहिँ नि यो क्लास भनेको चाहिँ नि एकदम हाम्रो चाहिँ हप्तामा हुन्थ्यो पहिला चाहिँ नि। अहिले चाहिँ जब म कलेज टाइम गइसकेको छु त म चाहिँ महिनामा एकचोटि अथवा त 3-4 महिनाको एकचोटि चाहिँ हामी क्लासहरू लाग्छौँ होइन। यहाँ चाहिँ हाम्रो अनि म्यामहरू हुनुहुन्छ जसले चाहिँ हामीलाई यो क्लासमा एकदम मानव बेचबिखनहरू, महिला हिंसाको होइन, चेलीबेटी बेचबिखन यस्तै खालको चाहिँ नि मुख्य कुराहरू चाहिँ हामीलाई गरेर एकदम सिकाउनुहुन्छ। यस क्लासमा चाहिँ हामीहरू एकदम यस क्लासबाट चाहिँ बहुत धेरै ज्ञान पाएको छु। मैले आफूलाई एकदमै सक्षम पनि मान्छु यस क्लास लगेदेखि। अनि म चाहिँ जानको लागि आज रेडी भएको छु। रेडी हुनुपर्दा चाहिँ मैले चाहिँ नि मसँग चाहिँ मेकअपको त्यति सामान त हुन्न। मसँग मेकअपको सामानमा चाहिँ 2टा मात्रै, एउटा लिपस्टिक र अर्को कालो टिका। म चाहिँ 2टा मात्रै सामान यता जाँदाखेरि केही पनि कस्तो मेकअपहरू गर्न त मलाई राम्रो लाग्दैन। आज चाहिँ नि म यो वाला सुटमा चाहिँ रेडी भएको छु र मेरो सल चाहिँ एकदम मलाई चाहिँ ब्युटिफुल लागिरहेको छ। अनि कति ठुलो छ कि सल पनि, यति ठुलो थियो नि सल, यस्तो राम्रो पनि थियो यसको बुट्टाहरू, अनि एकदम ठुलो पनि थियो बहुतै। हजुरहरूलाई कस्तो लागेको छ मेरो लुक चाहिँ नि। अनि मलाई चाहिँ सुटमा एकदम कुर्ता सुरुवालमा एकदम राम्रो लाग्छ, आफूलाई कम्फर्टेबल फिल पनि लाग्छ। अरू आउटफिट भन्दा चाहिँ कुर्ता सुरुवालमा एकदम सहज महसुस पनि हुन्छ यताउति हिँड्दाखेरि। यता चाहिँ नि आजभोलि गर्मी पनि अत्याधिक बढ्न लागिरहेको छ, दिन प्रतिदिन गर्मी बढ्दैछ। ओके गाइज, हजुरहरूले चाहिँ मलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला।